तपाईँ फिजिकल्ली अनि मेन्टली स्ट्रङ हुनु भएन भनेपछि यो संसारको मान्छेहरूले तपाईँलाई काँचै खाइहाल्छन्, तपाईँलाई हेपिहाल्छन्, तपाईँलाई तल घोचिहाल्छन्। यो कुरा चाहिँ एकदमै आफ्नो दिमागमा सेभ गरेर राख्नु होला। अब हामी जति होइन हामी फिजिकल्ली स्ट्रङ हुनुपर्ने छ त्यति नै हामीहरू चाहिँ मेन्टली पनि स्ट्रङ हुनुपर्ने एकदमै जरुरी छ। हो, यो दुइटै चिज ब्यालेन्समा भएपछि हामी कुनै पनि एक्सन छ नि, कुनै पनि इफोर्ट दिए हुन्छ नि, त्यसको रिजल्ट, त्यसको इनपुट अब आउटपुट हामीहरूलाई मिल्छ। अब कहिलेकाहीँ हामी मेन्टली विक भयो भनेपछि, कमजोर भयो भनेपछि हामीहरू कुनै पनि कामको या केही पनि डिसिजन छ नि, हामी लग्न सक्दैनौँ छिटो। अनि फेरि हाम्रो फिजिकल्ली पनि हामी कमजोर भयो भनेपछि कामहरू पनि पुरा गर्न सक्दैनौँ, हामी कमजोर हुन्छौँ। अब हाम्रो यो शरीर छ नि, हाम्रो शरीर हाम्रो दिमागसँग चाहिँ इन्टरकनेक्टेड छ। अब हाम्रो दिमागलाई हामी जस्तो सिग्नल दिन्छौँ, जस्तो बाटो देखाउँछौँ, डाइरेक्सन दिन्छौँ, त्यस्तै चाहिँ हामीहरूलाई चाहिँ हामी त्यहाँसम्म पुग्छौँ। यो हाम्रो दिमाग गाडीको ह्यान्डल हो। हामी कहाँसम्म पुग्न चाहन्छौँ, हाम्रो डेस्टिनेसन कहाँसम्म छ, हामी आफ्नो दिमागलाई प्रयोग गरेर आफ्नो लाइफस्टाइल चेन्ज गर्न सक्छौँ। यो दिमागलाई त्यत्तिकै नसोच्दै, यो दिमाग चाहिँ एकदमै ठुलो हाम्रो लागि सम्पत्ति हो, हाम्रो एकदमै ठुलो पावरफुल वेपन हो।